आज हामी रगतको मूल्यमा लेखिएको जनताको सपना र परिवर्तनको सपनालाई साकार पार्ने एउटा लामो आन्दोलनलाई संस्थागत गरिएको संविधान अपहरित भएको छ। यो संविधान कोबामा पुर्याइएको छ र राज्य विहीनताको जस्तो स्थिति बनाएर एउटा राष्ट्रिय अराजकता सिर्जना गरिएको छ। भलै त्यसभित्र केही जायज मागहरू उठेका थिए जसलाई राज्यले सम्बोधन गर्न कोसिस गर्दै थियो, त्यो सम्भव भएन। आज हामी एउटा कुरा भन्न चाहन्छौं, इतिहासमा स्वतन्त्रता दिएका पार्टीहरू, आम जनतालाई स्वतन्त्रता दिएका, उनीहरूलाई न्यायपूर्ण समाजमा गोलबन्द गरेका, लोकतन्त्रलाई सुदृढीकरण गरेका, संस्थागत गरेका राजनीतिक दलहरू जनताले चुनेको संसदलाई हठात विघटन गरेर, गैर कानूनी गैर संवैधानिक ढंगले विघटन गरेर जुन एउटा सरकार बनेको छ, हामी त्यो सरकारलाई भन्न चाहन्छौं यसले पाएको म्यान्डेट अनुसार समयमा निर्वाचन गरोस्। हामी निर्वाचन सामना गर्न चाहन्छौं र हामी त्यहाँ अवश्य पनि खरानीको टीका लगाएर नयाँ इतिहास रच्नका निम्ति तम तयार भएर बसेका छौं। हामीले धेरै चीजहरू देखेका छौं। हामीले राजतन्त्र फालेका छौं, राणातन्त्र फालेका छौं, पञ्चायती तन्त्र फालेका छौं र हामी निरङ्कुश तन्त्रका कहिल्यै पनि पक्षपाती र समर्थक होइनौं। हामी न्यायलाई बुलन्द गर्ने, जनताको आवाजलाई जीवन्त बनाउने, जनताको सल्लाह र सुझावमा अघि बढ्ने राजनैतिक दल हौं। नेकपा एमाले माथिका कैयौं प्रहारहरू र सबै राजनीतिक दलहरूमाथिका प्रहारहरूलाई हामी पराजित गर्नेछौं। समयको कुरा हो, समय आउँछ, समय जान्छ। हामी केही सिक्छौं, केही इतिहासबाट पाठ सिक्छौं र फेरि सुध्रिँदै सच्चिँदै हामी हाम्रो यात्रामा निरन्तर अगाडि बढ्न चाहन्छौं। साथीहरूलाई विश्वासको धरोहर नगुमाउन, परिवर्तनको सपनालाई कमजोर नबनाउन, न्यायको आवाजलाई किंचित पनि तल झर्न नदिन र जनताको स्वतन्त्रता र स्वाभिमानको अभियानलाई निरन्तरता दिइरहनका निम्ति म अनुरोध गर्न चाहन्छु। हामी चाहन्छौं हाम्रो देशमाथि, हाम्रो देशलाई जहिले पनि अस्थिर राख्न चाहने कैयौं राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू, प्रतिक्रियावादीहरू, विदेशी षड्यन्त्रकारीहरू सधैँ छन्। नेकपा एमाले आउँछ वा आउँदैन, नेकपा एमाले रहन्छ वा रहँदैन, प्रश्न यो होइन। प्रश्न नेपाल राज्य रहन्छ कि रहँदैन, नेपाल राष्ट्रको स्वाधीनता रहन्छ कि रहँदैन, नेपाली जनताको स्वतन्त्रता रहन्छ कि रहँदैन भन्ने प्रश्न हो। म जननेता मदन भण्डारीलाई सम्झेर फेरि भन्न चाहन्छु, नेकपा एमाले र यसका केही नेताहरू आउँछन् आउँदैनन् मलाई त्यो थाहा छैन, तर नेकपा एमाले आउँछ, परिवर्तनको झण्डा बोकेर आउँछ, न्यायको झण्डा बोकेर आउँछ, समृद्धिको झण्डा बोकेर आउँछ, गुमेको राष्ट्रिय आत्मविश्वासलाई फेरि सगरमाथाको चुलीमा पुर्याउने गरी अगाडि आउँछ। त्यसकारण आज जति क्षति भएको छ भौतिक हमलाले राजनैतिक विचारधारा ढल्दैन। हामीले कुनै निरङ्कुशताको अभियान चलाएका होइनौं, हामीले न्यायको अभियान चलाएका हौं। स्पष्ट छ, यो वितण्डा, राष्ट्रिय वितण्डा देश 100 वर्ष पछाडि परेको छ। हामीले भूकम्पको सामना गर्यौं, हामीले नाकाबन्दीको सामना गर्यौं, हामीले विदेशी थिचोमिचोको सामना गर्यौं, हामीले कोभिडको सामना गर्यौं र हामीले जनतालाई बचाइरह्यौं। त्यो दृढ विश्वास, त्यो तागत र त्यो सामर्थ्य फेरि पनि गुम्दैन। हामी तीनटै पुस्ताको नेतृत्व गर्न सक्छौं। हाम्रो पुरानो पुस्ताको हामी सम्मान गर्न सक्छौं, नेतृत्व गर्न सक्छौं। हाम्रो बीचको पुस्ताको हामी नेतृत्व गर्न सक्छौं। त्यसका भावनाहरूलाई हामी बुझ्न सक्छौं, जोड्न सक्छौं र परिवर्तनलाई नयाँ पुस्ताका आवाजहरूलाई पनि हामी चिन्न सक्छौं। उनीहरू सँगसँगै हातेमालो गर्न सक्छौं र तयार छौं। त्यसका निम्ति हामी आफ्ना ठाउँ र बस्तीहरूमा अगाडि बढौं। पार्टीका नियमित बैठकहरू, कमिटीहरू हामी निरन्तर चलाइरहौं। साथीहरू, संकटहरू मान्छेलाई पर्ने हो, ढुङ्गा माटोलाई पर्दैन, जसले परिवर्तनको झण्डा उठाउँछ। हामीले, हाम्रा नेताहरूले जेल, नेल, यातना, हत्कडी दुनियाँ भोगेका छन् र जीवन समेत गुमाएका छन्। आज पनि एउटा नयाँ पुस्ताका केही साथीहरूले अकारण जीवन गुमाउनु पर्यो, जसप्रति हामी खेद व्यक्त गर्न चाहन्छौं र उहाँहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं। जहाँसम्म वितण्डा गरिएको छ, त्यो वितण्डाका सबै अपराधीहरूलाई कानूनको दायरामा लिएर आउनुपर्दछ र उनीहरूलाई उनीहरूबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था पनि मिलाउनुपर्छ।
समयले परिवर्तनमा आएको हुन्छ, युग बदलिएको हुन्छ। त्यो युगका परिवर्तित युगका बदलिएका चाहना र भावनालाई पनि हामी सम्मान र सम्बोधन गर्दै अगाडि बढ्ने दृढ आत्मविश्वासका साथ हामी अगाडि बढौं र यो संविधानमा संशोधन गर्ने प्रयास हामीले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारले अगाडि बढाएको छ। ती चीजहरू अधुरै छन्। हामी त्यसका कमजोरीहरू सच्याउँछौं र समय क्रममा जनताको बल र विश्वासमा राष्ट्रिय आवाजहरूमा हामी अगाडि बढ्छौं। हामी कसैको भुट, कुनै पनि प्रकारको सैनिक तानाशाही वा व्यक्तिको तानाशाही अथवा कुनै पनि विदेशी राष्ट्रको प्ररेर नेपाली जनतालाई स्वीकार्य छैन, स्वीकार्य हुन सक्दैन। निरङ्कुशता मुर्दाबाद, न्याय र स्वतन्त्रता जिन्दाबाद भन्ने कुरालाई हामीले सदैव लिएर अगाडि बढ्नुपर्छ। त्यसका निम्ति हिजो जसरी योगदान गर्नुभएको छ, हिजो जस्ता जटिल दिनहरूको सामना गर्नुभएको छ, फेरि पनि हामी त्यसै गरी तीनटै पुस्ता मिलेर अगाडि बढ्नेछौं र नेकपा एमालेलाई यो देशको परिवर्तन, यो देशको स्वाधीनता, यो देशको समृद्धिको नेता बनाएर छाड्ने संकल्पका साथ म यो संविधान दिवस मनाउन उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। धन्यवाद। बालसभा।